सरकारी स्कुलमा विद्यार्थी संख्या कम मात्रै भएको हो, तर अरू समस्या छैन भन्ने लाग्थ्यो। तर कहाँको त्यस्तो हुनु, यहाँका केही सरकारी स्कुलहरूको पाराले यो सरकारी स्कुल भन्ने शब्द आउन साथ कता हो के हो गनाएको जस्तो लाग्छ। ओ गनाइसक्यो। केपी शर्मा ओलीले गरेको कुरा सबै सही हो भनेर भन्न जरुरी छैन के। तपाईँ केपी शर्मा ओलीकै मान्छे भए पनि त्यति गलतलाई गलत भन्ने कम्तीमा त्यति आँट गर्नुहोस् के। केपी शर्मा ओलीको दिशा पनि मिठो छ भनेर भन्न जरुरी छैन। मुकुन्द आचार्य सर हामीसँग हुनुहुन्छ। सर नमस्कार, स्वागत छ। नमस्कार सर। कक्षा 6 को एकजना बच्चालाई तपाईँले करङ फुस्काइदिनु भएछ। सम्बन्धित विद्यार्थी र अभिभावक उनका छरछिमेकी आफन्त हाम्रो कार्यालयमा आएर गुनासो गर्नुभएको थियो। हातैले हानेर त्यो लेभलको घाइते बनाइदिनु भएछ सरले। करङै फुस्काइदिनु भएछ बच्चाको। के खानुहुन्छ, केले आउँछ यस्तो बल खास? नमस्ते हजुर, उहाँ नै हो? सरको नाम के हो? गुच्छानी काम गर्नुहुन्छ त्यहाँ बसेर? एसईको परीक्षा दिइसकेका विद्यार्थीहरूको चारित्रिक प्रमाणपत्र दिनुहुन्न। तपाईँले पाउनुपर्ने सर्टिफिकेट क्लियर गरिसकेपछि, पास भइसकेपछि पाउनुपर्ने सर्टिफिकेट नदिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नुहुन्छ। के दादागिरी हो सर? तपाईँ केटा फसाएर पैसा कमाउने धन्दा चलाउनुहुन्छ? चलाउँदिनँ सर, त्यस्तो गर्दिनँ मैले। कुनै ठाउँमा रेकर्ड छ नि भन्नुहोस् सर मलाई। होइन छ त नि, कुन ठाउँमा होइन, यही ठाउँमा छ रेकर्ड। खत्तम, बाई बाई। अनि यो लाइसेन्समा हामी पनि अति छौँ के। 4-5 हजारमा मोटरसाइकल सिकिन्छ, 8-10 हजारमा गाडी सिकिन्छ। खुरुक्क गएर ट्रायल लिएर लाइसेन्स निकाले भइगयो। लाइसेन्स निकालेपछि त्यो लाइसेन्स लिएर गाडी चलाउने होला, मतलब ड्राइभिङ त गर्ने होला, मोटरसाइकल चलाउने होला। लाइसेन्सले त चलाइदिन्न नि फेरि मोटरसाइकल, आफैले चलाउनु पर्छ। एक्सक्युज मी, नमस्ते हजुर। कुन फिल्म हेरिरहनु भएको छ? बाहुबली हो? होइन होला के हो हजुर? बाहुबली हो फिल्म। के हेर्नु? बाहुबली हो यो? 1 हो कि 2 हो सर बाहुबली? ए हो नि। कटप्पा नै बाहुबलीको क्यों मारा? नो 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 नो। ल भन्नुहोस् त, को कोलाई बान्नु भयो तपाईँले? सरलाई बान्नुभयो, अनि सरलाई हो? त्यही हो, 2-3जनाले मिलेर खानुभयो हो? तपाईँले मात्रै होइन, खाइयो सर? 500 खाइयो? ल भन्नुहोस् त, के को भन्नुहोस् त? के को पैसा दिनुभएको, के को बान्नु खानुभयो सर? सुरेश सर नमस्ते। बुझौँ है तपाईँसँग 2टा कुरा हुन्छ? घुस लिनुभयो? दिनुभएको छैन? दिनु भएन घुस? निकाल्नुहोस् त पैसा, घुस निकाल्नुहोस् त। मेरो कामको कुरा हो सर, घुस निकाल्नुहोस् न। खाएको घुस निकाल्नुहोस् त। हँसदे चेहरे का मतलब ये नहीं होता कि उन्होंने कोई तकलीफ नहीं होती। तपाईँलाई मैले आफ्नो जिल्लाको भनेर कति साथ सहयोग गरेको थिएँ। धेरै सहयोग गर्नुभयो तपाईँले, त्यही बापत धेरै पैसा लिनुभयो। अब उकाल्नुपर्छ, उकाल्ने बेला आयो। अब खाएपछि उकाल्नुपर्छ, उकाल्ने बेला आयो। अब तपाईँहरूले त यो सार्वजनिक सवारी साधनहरूले लुटे, खाए, ठगे, सर्वसाधारणहरू मर्कामा पारे भन्न आउनु भएको हो। तर मर्कामा पार्ने होइन, लुट्न त तपाईँहरूले पनि लुट्नु रहेछ। पाउन मात्रै पर्ने रहेछ। पाएपछि त जुन जोगी आए पनि कानै चिरेका। अब लुट्नको लागि तपाईँहरू नयाँ खरानी घसेर आउनु भएको हो। मासिक रूपमा फोटोग्राफरहरूले तपाईँलाई पैसा बुझाउनु पर्छ, नत्र तपाईँले त्यहाँ फर्काउनुहुन्छ, धम्क्याउनुहुन्छ। हामीलाई आएको सूचना यो थियो। अब हामीले त्यहाँ चाहिँ सर्च गर्दाखेरि के देखियो भने पैसा चाहिँ 13,000, सिजनमा 13,000, नत्र 10,000 त बुझाउनै पर्छ। कसलाई बुझाउनु पर्छ भन्दाखेरि मिलन दाईलाई बुझाउनु पर्छ। ओडामा दर्ता गर्नुपर्छ 4,042ले। त्यसपछि पैसा कसलाई बुझाउनु पर्छ? मिलन दाईलाई बुझाउनु पर्छ। मिलन दाई तपाईँको डन, लेग साइडको डन हो तपाईँ। फोटोग्राफरहरूले भनिरहेछन् त्यो पैसा ओडाको पैसा हो। 13,000 10,000 बुझाउने पैसा ओडामा जान्छ, ओडा मार्फत गरेको हो, दाइहरूले उठाउने हो, ओडामा मिलाउनु पर्छ भने नि यतातिर फोटोग्राफरहरूले त्यसो भन्ने म सुन्दिनँ एकछिन। एउटा यस्तो सरकारी विद्यालय जहाँ शुभचिन्तकले
अक्षय कोष स्थापना गरिदिन्छन् विद्यालयको नाममा, तर त्यो अक्षय कोष नै गायब भयो। अहिले अक्षय कोष नै छैन। कहाँ गयो अक्षय कोष? खै कहाँ गयो? हामीसँग विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर कुँवर हुनुहुन्छ। सही हो सर? हजुर तपाईँको नाम त्यही नै हो? तपाईँ यहाँको सहायक प्रधानाध्यापक नै हो? हजुर हो। तपाईँ 14 नम्बर ओडाको नेकपा पार्टीको संयन्त्रमा समेत हुनुहुन्छ होइन सर? यो विषय चाहिँ सर है विगतदेखि पहिलादेखि नै अब हुनुहुन्छ कि हुनुहुन्न? मलाई यस नो त्यति मात्र। अहिले पनि छु सर। अहिले पनि हुनुहुन्छ? तपाईँ सरकारी तलब खानुहुन्छ र पार्टीको काम गर्नुहुन्छ, लाज अलिकति लाग्छ कि लाग्दैन सर? कोइरालाले आमाको नाम ठ्याक्कै के हो उहाँको? दिव्य कुमारी अक्षय कोष। त्यसको 1,50,000 रुपियाँ पनि झ्वाम भयो सर। पाँचवटा मुद्दा परेर छ। हजुर हजुर। सरलाई चाहिँ कतिवटा परेछ? सरलाई चाहिँ लगभग कतिवटा छ सर? सर अब यो चाहिँ यो त्यो ठ्याक्कै भन्नु न सर। अहिले मलाई पनि 5-6वटा परेको छ। एउटै छ भने कोही भन्दा कोही कम छैनन् भनेर भन्नु खोज्नु भएको। हामी दुइटै बराबर छौँ, लगभग कोही भन्दा कोही कम। हामीले हुनपर्ने काम हुन्छ भनिदिन्छौँ, हुन्न भन्ने काम चाहिँ हुँदैन तपाईँको अथवा सम्बन्धित अब कुनै त्यही भन्नुहुन्छ। तर तपाईँले हुन्न भनेको काम खुरुखुरु बाहिर गएर पैसा दिएपछि यहाँ खुरुखुरु हुन्छ। गरिएको छैन सर। हामी त्यस्तो गरिएको छैन होइन, त्यस्तो गरिसकियो सर, त्यस्तो भइसक्यो। अब बाबुराम ढकाललाई त यहाँ ल्याउनै भएन नि। बाबुराम ढकालले पोल खोलिदियो भने त सबै सकिहाल्यो। यहाँ पटक पटक चेक मार्फत रकम निकालिन्छ, पटक पटक मेसेज पठाउँछ, तर भन्छन् हेड सर मलाई थाहा छैन, र भन्छन् एकाउन्टेन्ट मैले त्यो चेक दिएको छैन, मेरो साइन पनि होइन। हेड सर पनि त्यही भन्छन्। भनेपछि चेक के आफैले साइन गरेर, आफैले घटनामा भएको स्ट्याम्प आफैले हावाबाट उडेर गएर चेकमा लागेर, आफैले हेड सरको हस्ताक्षर हावाबाट उडेर गएर त्यहाँ टाँसिएर आफै चेक उडेर ब्याङ्कमा पुग्छ। सर नेपालको एउटा सन्दर्भ याद आयो मलाई। नेपालको संसदमा एउटा उर्दू सायरी अहिले बडा फेमस छ। दुईजना नेताहरूले दोहोरी खेलेर भन्ने गर्नुभएको छ। तू इधर उधर की न बात कर, तू इधर उधर की न बात कर, ये बता कि काफिला क्यों लूटा, ये बता कि काफिला क्यों लूटा। तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। तू इधर उधर की बात ना कर, ये बता काफिला क्यों लूटा। मुझे गिला रहे-जनों से नहीं, तेरी रहबरी का सवाल है। लुट्नेसँग कुनै शिकायत छैन, तिम्रो जिम्मेवारीको प्रश्न हो भन्छ के सर यो सायरीले। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि भ्युज हुँदैन त के भएको? तपाईँ माथि पनि अनुसन्धानको दायरामा प्रहरीले तपाईँलाई पनि राखेको छ भनेपछि तपाईँ हेड सरको कुर्सीमा कुन नैतिकताले बसिरहनु भएको छ? जस्तो दलाल र यातायातको कर्मचारी मिलेर कसरी पैसा कमाउने धन्दा चलाइरहेको नाम भन्नुहोस्, त्यो सेटिङ मिलाउने को हो? तपाईँको कोसँग कनेक्सन छ? एकजना भण्डारी सर भन्ने हो। तपाईँभन्दा माथि पनि अर्को दलाल छ फेरि। त्यो दलाल हो कि के हो? तपाईँ के दलाल? के तपाईँ दलाल होइन र? प्रहरी अधिकृतले अथवा प्रहरी कर्मचारीले राति सुत्ने बेलामा घरमा फोन गरेर श्रीमतीलाई अनिवार्य आई लभ यु भन्नुपर्ने उर्दी जारी गर्नुभयो रे। यो सत्य हो? आई लभ यु बुढी गुड नाइट भनेर चाहिँ हामीले जुन भन्छौँ त्यो बाहिरबाट हेर्दा सतै रूपमा हेर्दाखेरि यो केही पनि होइन, आहा के भने होला जस्तो हिसाबले चाहिँ बेलुका श्रीमतीलाई आफूले चाहिँ एकदमै मजाले मैले भन्ने मात्रै होइन, हिजो आज त म 9 बजे पछाडि मेरो श्रीमानले कहिले फोन गर्नुहुन्छ र त्यो कुरा भन्नुहुन्छ भनेर म आश गरेर बस्छु सर भन्नुभयो। क्या बोलूं मैं इस पे, क्या बोलूं क्या मैं इस पे। अब एसपी साहबले प्रहरी कर्मचारीले निर्देशन गरेर माया गर, तैँले माया गर्नुपर्छ, नगरेर हुन्छ भनेर जस्तो माया हुँदैन नि एसपी साहब। मेरो खराब पानी छ मेरो संघका एसपी त हुन्नै, लभ गुरु पनि निस्के। हामी भन्दा श्रीमती चाहिँ छक्क पनि पऱ्यो, पहिले भनिराखेको थिइनँ, अहिले भन्दाखेरि श्रीमती चाहिँ दङ्ग पऱ्यो। तपाईँ एक भ्रष्ट प्रहरी हो रे, तपाईँ भ्रष्ट प्रहरी हो एसपी साहब। गजब बेइज्जती है। चुनावको बेलामा त सुशासन ल्याउँछौँ भनेर नारा लगाउनु भयो होला, बढ्न ताली पनि बज्यो होला, पत्याए जनताले भोट हालेर जित्नु भयो। तपाईँको सुशासन यही हो? तपाईँ यहाँको सञ्चालिका हो? भनौँ, मेरो एउटा अफलाइन फर्म भर्नुपर्ने थियो क्या, त्यही भएर आएको। भरिदिनुहुन्छ? मैले भर्न सक्दिनँ हजुर। किन नि? मैले कहिले जाँदा नि जान्न, या त्यहाँ थाहा नि होइन। थाहै छैन? भर्नु न,
अरूको भर्ने मेरो नभर्ने किन भन्नुहोस् त होइन के कसैको नि भरि छैन त हो पक्का हो 5000 दिएपछि भर्नुहुन्छ अरे त 5000 दिएपछि भर्नुहुन्छ अरे त चोरी भयो उत्खनन भयो तपाईले गरेका प्रयासहरू बालुवामा पानी भए कस्तो खालको अध्यक्ष बन्नुभयो अध्यक्षज्यू तपाई निकम्मा अध्यक्ष मेरो खराब पानी छ मेरो खराब तपाईको भनाइ अनुसार जसले कामयाबी हुन सकेन अब उद्देश्यमा प्राप्ति गर्न सकेन भने चाहिँ भन्न खोज्नु भएको तपाईले मेरै मुखबाट भन्न खोज्नु भयो हैन मैले कहाँ तपाईलाई निकम्मा भन्न सक्छु कहाँ मैले त्यत्रो दुस्साहस गर्छु आफूलाई त्यो लेभलबाट व्याख्या नगर्नुस् न तपाई निकम्मा होइन निकम्मा नभन्नुस् न त्यो भनाउन खोज्नु भएको भएर मैले चाहिँ मेरै मुखबाट भनिदिउँ भनेर हैन तपाई बोलेपछि जब बोल्नुहुन्छ तपाई बोलेपछि विवाद हुन्छ आज चाहिँ तपाईले कहिले पनि देखेन यस्तो विवाद भएको त कहाँ विवाद भएको छ त्यो त मजा आउँछ कि कोही बेला मान्छेलाई बेकु बनाउँदाखेरि मान्छेले अप्रिल फुल भन्छ नि हामीले सेप्टेम्बर फुल बनाउँछौँ मैले अगस्त फुल बनाउँछु यत्रा धेरै कर्मचारी छन् एकजना सेवाग्राहीको काम गर्ने कर्मचारी भनेको तपाईँ एकजना मात्रै उपस्थित हुनुहुन्छ तपाईँलाई त म धन्यवाद दिन्छु तपाईँलाई म सम्मान व्यक्त गर्दछु किनभने तपाईँ कार्यालयमा समयमा उपस्थित हुनुहुन्थ्यो तर तपाईँलाई मात्रै धन्यवाद व्यक्त गरेर भएन तपाईँ यहाँको प्रशासन हेर्ने भइसके पछाडि तपाईँले हेरेको प्रशासनमा तपाईँ एकजना बाहेक अरू एकजना कर्मचारी आएका छन् जनताको सेवा गर्ने कर्मचारी के पारा हो यो रामेछापको लामाले नक्कली लाइसेन्स बनाइदिने हजुर हजुर दलाल होइन तपाईँ त ठग हुनुभयो क्या 100 जना नआएपछि त माठक भयो नि मैले ठग भनिरहेको छु तपाईँ आफूलाई माठक भन्नु म आफै माठक भइसक्यो नि तपाईँ गएको महिना 29 गते काठमाडौँ जानुभएको थियो गएको महिना 29 गते 29 गते भदौको 29 गते गएको छैन जानुभएको छैन किन जानु भएन तपाईँले यहाँ काठमाडौँ भ्रमण गरेको कुरा छ त 29 गते 31 गतेबाट होला त 31 गतेबाट काठमाडौँ जानुभएको थियो हजुर हजुर के कामको लागि फाइल लिएर गएको छ के को फाइल टिप्पणी सम्बन्धी फाइलहरू कुनै फाइलहरू कहिले आउनुभयो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा अस्ति 3 गते आइस 3 गते आउनुभयो तपाईँ 31 गते काठमाडौँ जानुभयो भ्रमण आदेश लिएर काठमाडौँ जानुभयो अनि कहिले आउनुभयो अरे 3 गते आउनुभयो पक्का हो हजुर सर होइन म यसलाई भेरिफाई गर्छु फेरि पक्का हो हो सर हो तपाईँ कार्यालयमा आउनु भएको छैन त्यो बेलामा कार्यालयमा नि आएको छु सर म 3 गते भन्नाले बिचमा चाहिँ बिचमा तपाईँ कार्यालय आउनु भएको छ कि छैन सर आज काठमाडौँ गएको मान्छे कसरी कार्यालय आउनुभयो काठमाडौँ भनेको हामी एक दिन जान्छौँ भोलिपल्ट नै आउँछौँ भोलिपल्ट आउँछौँ कि सर हामी एक दिन जान्छौँ भोलिपल्ट नै आउँछौँ कि सर सामाजिक सञ्जालसँग डराएर सामाजिक सञ्जालसँग तर्सेर सरकारले यस्तो कानुन ल्याउँदैछ जहाँ तपाईँले सरकारको विरोध गरेर केही लेख्नु भयो भने मात्र होइन एउटा लाइक मात्र गर्नुभयो भने पनि प्रहरीको गाडी हत्कडी लिएर तपाईँलाई पक्राउ गर्न तपाईँको घर अगाडि आइपुग्छ 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ सिलिन्डरको फेज समाप्त गरिदिन्छु घर घरमा चुलामा पाइप पुर्याएर पुस 15 सम्ममा जाइन भने पुस गरेर लाग्छ तर पानी जहाज स्टिमर चढेर कलकत्ता निम्ता छ भर्खरै ल हाँस्नुहोस् त भर्खरै हाँस्नुहोस् भर्खर हाँस्यो होइन अहिले भर्खरै हाँस्नुहोस् त्यहीँबाट हाँस्नुहोस् ल हाँसिहाल्नुहोस् हाँसो लाग्यो हाँसो लागेन हाँसो आउँदैन नि आएन यहाँ सरकारको आलोचना गर्नको लागि सृजनशील हिसाबले ट्रोल गरे मात्र होइन त्यसमा एउटा लाइक गरे पनि जेल गइन्छ वाह सरकार वाह लोकतन्त्र